गुहारमाई परमेश्वर हे परमेश्वर झलनाग थलनाग परमेश्वर सिमी भूमि परमेश्वर तीन कन्या पाँच कन्या झलकन्या परमेश्वर पृथ्वी मण्डलमय चराचरका देवी देवराली परमेश्वर सत्य साँची बसिदेऊ परमेश्वर कोटि प्रणाम गर्ने परमेश्वर दयाको सागर परमेश्वर हे परमेश्वर यस पृथ्वी मण्डलमय चराचरका देवी देवराली परमेश्वर शुभ भलो कुशल मङ्गल क्षमा रखे परमेश्वर शक्तिमान भइदेऊ परमेश्वर स्वरकाली स्वर बुढियानी परमेश्वर हिमाल तिमल चारकोसे झाडी जङ्गलकी धनी परमेश्वर माला मौजाकी धनी परमेश्वर कोटि नमस्कार गर्ने परमेश्वर लाला बाला परमेश्वर देश परदेश परमेश्वर शुभ भलो कुशल मङ्गल परमेश्वर क्षमा रखे परमेश्वर शक्तिमाई गुहारमाई बलमाई परमेश्वर हे परमेश्वर शक्तिशाली भइदेऊ बलवानी भइदेऊ परमेश्वर लाला बालाका परमेश्वर अरिष्ट उल्का भमरी राहुकेतु शनिश्चरका दोष मेटाइदेऊ परमेश्वर कोटि प्रणाम गरी परमेश्वर दयाको सागर परमेश्वर कोटि नमस्कार गरी परमेश्वर हे परमेश्वर लाला बालाका परमेश्वर हे परमेश्वर दवाई पानी औषधि मूल झारफुक धरन्तरी वचन परमेश्वर सिद्धि ज्ञान सिद्धि विधि सिद्धि चराचर सिद्धि देऊ परमेश्वर कोटि प्रणाम गरी माला मौजाकी धनी परमेश्वर चारको धनी परमेश्वर तिमी परमेश्वर हिमाल तिमाल परमेश्वर चाली खेली हिँड्ने परमेश्वर श्री महादेवको दर्शन गरी हिँड्ने कोटि नमस्कार यहाँ बोल्दै हुनुहुन्छ बोल्नु हेलो हेलो दाइ हजुर नमस्कार ढोक गर्ने हजुर ल ल यहाँ ल दाइ लो सुन्नुहोस् भगवान् दयाको सागर परमेश्वर हे परमेश्वर लालाका परमेश्वर हे परमेश्वर शुभ भलो कुशल मङ्गल परमेश्वर हड्डी जोड्ने रगत मासु परमेश्वर मुटु मिरोलो परमेश्वर हड्डी जोड्ने परमेश्वर तिमीलाई खोटी प्रणाम गर्ने परमेश्वर तिम्रो भाकाल परमेश्वर हिँड्ने उ गर्ने परमेश्वर कला छला परमेश्वर तपाईँको दोष दोषण भयो नि परमेश्वर हरण गरिदेऊ परमेश्वर अरूको दोष दोषण भयो नि हरण गरिदेऊ शक्तिमाई गुहारमाई बलमाई परमेश्वर काल कला टार्देऊ सत्य साँची बसिदेऊ अघि हाम्रो बाबुबाजे परापर गर्दै मानेको देवा परमेश्वर तिमी पूर्व घाट परमेश्वर हे परमेश्वर कागजोरा पान्थर परमेश्वर चाली खेली हिँड्ने परमेश्वर राङराङ घाटमा गुफा बसी हिँड्ने परमेश्वर 64 मसान 52 वीर 64 मसान 52 वीर परमेश्वर हे परमेश्वर तलाई हिँड्ने परमेश्वर तिमीलाई कोटि नमस्कार छ परमेश्वर जय हे परमेश्वर सत्य साँची परमेश्वर हे परमेश्वर दयाको सागर परमेश्वर तिमी हिमाल तिमालकी धनी परमेश्वर लालाबालामा परमेश्वर निन्द्र देऊ परमेश्वर सपनी विपनी परमेश्वर कालकला टार्देऊ सत्य साँची बसिदेऊ हाम्रो पार पर्वतमा केही छैन परमेश्वर तिमीलाई पवित्र वचन पवित्र ज्ञान परमेश्वर सत्य साँची परमेश्वर कोटि नमस्कार गर्ने परमेश्वर हिमाल तिमाल चारकोसे झाडी जङ्गलकी धनी परमेश्वर कोटि नमस्कार ओम साल्दो परमेश्वर हे परमेश्वर साँगो परमेश्वर साँगो परमेश्वर कपुरवती श्रीखण्ड साँगो परमेश्वर गुरुलाई सत्य साँची जस्ताको तस्तै घर गोठ जिमी भूमि परमेश्वर निन्द्र देऊ परमेश्वर लालाबालाका परमेश्वर अरिष्ट उल्का महामारी राहुकेतु शनिश्चरका दोष मेटाइदेऊ दबाई पानी औषधि मूल झारफुक लाग्न देऊ सत्य साँची बसिदेऊ परमेश्वर गरे काम सिद्धि देऊ ज्ञान सिद्धि विधि सिद्धि चराचर सिद्धि देऊ कोटि प्रणाम गर्ने दयाको सागर परमेश्वर तिमीलाई परमेश्वर हेला गरेको होइन परमेश्वर मानेको देवा परमेश्वर गर्दै जाँदा त्यस्तो हो परमेश्वर जस्ताको तस्तै परमेश्वर दबाई पानी औषधि मूल झारफुक लाग्न देऊ भगवान् दयाको सागर परमेश्वर कोटि नमस्कार गर्ने परमेश्वर सत्य साँची परमेश्वर हे परमेश्वर तिमी परमेश्वर सिकारी गुरु परमेश्वर तिमीलाई कोटि नमस्कार गर्ने परमेश्वर हे परमेश्वर सत्य साँची बसिदेऊ परमेश्वर यहाँ पूजाआजा गर्छ परमेश्वर दाइना भएर बसिदेऊ परमेश्वर कोही दुश्मन लाग्ला परमेश्वर साय शत्रु चर्ला परमेश्वर कोही परमेश्वर यहाँ पाखाका सरका सिमानाका परमेश्वर नागराजा नागरानी परमेश्वर पर हटेर बसिदेऊ परमेश्वर कोटि प्रणाम गर्ने परमेश्वर यस एडियामा परमेश्वर चलखेल नगर्देऊ स्वरकाली स्वर बुढियानीको परमेश्वर पूजाआजा गर्दै परमेश्वर लालाबालाको घर गोठ परमेश्वर आँटे ताकेको पुर्याइदेऊ परमेश्वर नौगर शान्ति गर्दै शुभ शान्ति भलो कुशल क्षमा रखे परमात्मा भगवान् दयाको सागर जस्ताको तस्तो परमात्मा गुरु लालाबालाका परमेश्वर तिमीलाई सम्झ्यौ परमेश्वर तिमीले परमेश्वर अरिष्ट हटाइदेऊ रोगहरू हटाइदेऊ दबाई पानी लाग्न देऊ सन्चो सुविस्ता बनाइदेऊ कोटि नमस्कार गर्ने परमात्मा भगवान् ल अब भाले पर्छौँ कान्छ अनि काट्ने बेजोभन्दा केही छैन यो अब के हुने हो हे भगवान् दयाको सागर भगवान् कोटि नमस्कार गर्ने परमेश्वर हे भगवान् ईश्वर बाबाजन मानेका जानेका देवी देउराले कोही भुलचुकमा आफ्नो परमेश्वर हिँड्दैन हिँड्दैन अब रातिमा कहाँ हिँड्छ खै सोमाते राखेँ बाबु ल खाली ओम नमः शिवाय चण्डिका नमः मार्कण्डे ओम भगवान् ओम शिव ओम शिव ओम परमेश्वर हिँड्दैन हिँड्दैन भाले हिँड्दैन डढ्ने हो त कोटि नमस्कार गर्ने परमेश्वर जलमय भगवती परमेश्वर जलले परमेश्वर नुहाइदिए परमेश्वर चोखो निदो गर्दै हे परमात्मा भगवान्लाई परमात्मा गुरु हे परमेश्वर माने गदेवा परमेश्वर घर गोठ देश परदेश परमेश्वर
शुभ भलो अमेरिकामा पनि परमेश्वर शुभ भलो कुशल मङ्गल गरिदेऊ परमेश्वर लालाबालाको परमेश्वर आटे ताकेको फिराइदेऊ परमेश्वर कोही दुःख पीडा पर्ला परमेश्वर कोटी नमस्कार गर्ने परमेश्वर तिमीलाई बासेको भाले परमेश्वर फुल पारेको पोथी परमेश्वर हे परमेश्वर कोटी नमस्कार गर्ने परमेश्वर तिमी मानेको देव परमेश्वर हाम्रो बाबुबाजे परापुर्ख मानी जानी गरेका परमेश्वर रिसाउने माफ गरिदेऊ परमेश्वर क्षमा गरिदेऊ परमेश्वर हे परमेश्वर तिमीलाई कोटी नमस्कार गर्ने परमेश्वर तिमी बासेको भाले परमेश्वर फुल पारेको पोथी परमेश्वर फुलिया पोथी भन्छन् परमेश्वर लौ सत्य साँची बसिदेऊ घर गिरी जिमी भूमि परमेश्वर स्थिर गरिदेऊ लालाबालाका परमेश्वर सपनी विपनी दबाई पानी औषधि मुलो झारफोक लाग्न देऊ परमात्मा भगवान् तिम्रो दोष परमेश्वर तिमीलाई सम्झ्यौ परमेश्वर जस्ताको तस्तो परमेश्वर त्यो दबाई पानी औषधि मुलो धनन्तरी वचन सिद्धि ज्ञान सिद्धि विद्या सिद्धि चराचर सिद्धि देऊ परमेश्वर लौ मेरो वचन पनि सिद्धि राख्थ्यो परमेश्वर लालाबाला परमेश्वर सुख सयाल पनि दिएको खबर सुन्न पाऊँ कोटी नमस्कार गर्ने परमात्मा भगवान् अब होइन पर्सिएन र भगवान् शिव शक्ति रूप शक्ति भगवान् आत्मा शक्ति भएका कोटी नमस्कार कडा छ कडा छ कडा छ पर्सिको नि भगवान् परमेश्वर आज पूजा लिदेऊ परमेश्वर गरेका काम सिद्धि देऊ अब खुट्टा ठुकाएर काट्नुपर्छ है खुट्टा ल ल ल किन फुकाउनु पर्यो खुट्टा मार्नु त छँदैछ जसरी फुकाएर मार्नु पर्नु कि भनेर ल शान्ति देऊ परमेश्वर घर गोठ जिमी भूमि पशु प्राणी धोपा चोपा परमेश्वर कोटी नमस्कार छ परमेश्वर तिमीलाई हामीले धन दर्बे हालेर किनेर ल्याएको परमेश्वरको सत्य साँची भइदेऊ खुसी मनले घर गोठ जिम्मी भूमि पशु प्राण दोबा चढाइ के हार गुहार क्षमा मागेको अब हामीलाई केही होला भनेर सपनी विपनी रङ्ग बेरङ्ग कालकाला उठाउने उ गर्ने तेरो दोष भयो ठिक निन्द्राहरू सबै सयाल गरेर दिए कोटी नमस्कार गरे परमात्मा भगवान् परमेश्वर जस्ताको तस्तो तेरो दोष दोषण भए परमेश्वर भेटीघाटी उठाएको रहेछ लु छ्या शीतल चाहिँ हुनुपर्छ मेरो वचन यति हो ओम नमो शिवाय चनिका नम मार्कण्डेय वाचा कान्छ अब शिवोम 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 लु भालुले कान्छ ल भगवान् दाहिने भइदेऊ भगवान् लु तिम्रो आज पूजा लिइदेऊ गरेका काम सिद्धि देऊ भगवान् परमात्मा भगवान् परमेश्वर हाम्रो पार पर्वतमा यस्तै हो परमेश्वर केही छैन परमेश्वर सत्य साँची परमेश्वर ल मैले पूजा आज दिएँ अब रिसाउन माफ गरिदेऊ अब पनि भाले पनि कडा खालको रहेछ नि कान्छ ठुङ्न नि आउँदो ल भा ल पूजा पारिहाल्छ नि अब यस्तै हो अब हामीले मारौँ भनेको होइन मर्ने तेरो दिन आछ ल भगवान् पूजा आज लिइदेऊ गरेको काम सिद्धि भइदेऊ लालावाला सन्चो सुविस्ता भइदेऊ अरू कुरा म केही जान्दैन कोटी नमस्कार गर्ने जस्ताको तस्तो भइदेऊ त दबाई पानी औषधि मूल्य लाग्न देऊ अनिको बट्टा कहाँ छ यता पछाडि उठ्यो ए ल ल बिस्तारै मार्दैन भगवान् दालले कस्तो दुःख पायो दिपेको झुखुरी गर्दै त्यो केटो आउँदैन रे भन्दैन अस्ति नै अहिले बोलाउँदा ए पर्दैन भन्दैन मैले जबरजस्ती बोलाइदिएको आउनु भने ए उसलाई छोरो बिग्रिन्छ धन सम्पत्ति हुन्छ भन्ने लोभ खान्छ मैले आउने भए आउनु नआउनु भन्दा कि आउनु आउँछ त्यस्तै बेला त भने छोरीछोरी चाहिने के खानु पाएको त नत्र हो त्यस्तो हुँदैन नआउनु भयो भनेको आएर 15 दिन बसेर टाप हान्ने यहाँ झिल्टो छ नि कान्छ उसलाई खुवाउनु पर्यो प्याउनु पर्यो होइन त त्यही
अलिअलि भइरहेको ऊ हुन्थ्यो भन्ने कुरा बुवालाई नि आरो हुन्छ अँ, छोडो हुँदा अलिकति हर्क हुन्छ नि हुन्छ नि त मेरो कोही छैन भने यस्तो हो अब तँलाई त उसले देख्थेन नि नानी म त अरे नि नाति हो भन्ने नि क्या खालि रुगाइदिए भन्छन् यहाँ जति गरिनँ मैले गरेँ अलिक सानो देखिन्छ नि त नाति उँधो छोरछोरी सानो देखिन्छ क्या हो नि त अब जोबानीदेखि हो नि त नि त्यही होइन अब अङ्कल भइरहेको है अलिक हुन्थ्यो नि त उनीहरूले अलि आडो हुन्थ्यो भगवान् शिव ओम शिव अवश्य के भन्छ हे परमेश्वर रक्षितुम् ब्रह्मणि परमेश्वर त्यो के डढाउनु पर्दैन यो पोलेर ल्याउनु पर्यो भने यसो आगो नजग्गा यसो झिल्स्याउने के यसो लायो जस्तो झन्दैन कि त्यसले पोल्न अलिक मजाले पाएको ऊ चाहिँ भुङ्न मान्नु त हाल्नु पर्दा त्यो अर्को दाउराले किसान दबाई बुद्धि त फेरि कहाँ छ र जा होइन गरिहाल्छ उसलाई के थाली छैन बिचरा अहिले पाएको छैन पाएको यसो छोइ त भइगयो छोइ हो के अर्को पनि यसो छोराले हो पाक्नु पर्दैन क्या ए त्यही गर्नु त हात पोलाको त खेत यसो यसो छोराले न भइगयो नि बाचा के बाचा हाल्नु हाल्थ्यो हालिदिएको लो जाउँ कान्छ लो सर यहाँ राखिदिनु होइन हो क्या भयो त्यो कार्टनमै हाल्नु पर्छ कार्टन दिइहाल्छ त्यो कार्टन वर्तले ओर्छु कार्टन चाहिँ त्यसै हाल्नु ल यो बोतल बोक भगवान् यही कार्टनमा हाल्यो हुन्छ नि क्या भयो भइहाल्छ नि किन नहुनु जोडा दिनुपर्छ कार्टन भइहाल्छ ल म टुक लाउँछु यहाँ हालिदिनु त्यहाँ त्यही कसरी हुन्छ अहिले सक्दिन्छ कि